खोर्सानी अल द वे फ्रम सिक्किमबाट आएको यो चाहिँ पन्जाबको खोर्सानी। आजको हाम्रो स्पेसल मान्छे आएको छ अल द वे फ्रम लुधियाना। जबहरूको लागि चाहियो भने यहाँबाट कल गर्नुहोस्, कन्ट्याक्ट एडमिन प्रोफाइल HR जब्स ड्राइभर। हेलो एभ्रिवान, सो अहिले चाहिँ म आफ्नो साथीको घरमा जाँदैछु। सो म देखाउँदैछु तपाईँहरूले कस्तो छ साथीको घर। Yes. अच्छो खै सबैजना मेरो साथीहरू। हेलो गाइस। टक्कै सितेश भाइ कहाँ गएको हामी? मोमो सपिङ कपाल काट्नु गएको होइन? कपाल काट्नु गएको जुत्ता लगाऊँ त्यहाँदेखि झुम बस्दै कहाँ काट्छौ कपाल? अब चाहिँ हामी जाँदैछौँ मोमोको सपिङ गर्नु। हेर्दै जानुहोस्, हेर्दै जानुहोस्। कहाँ गएको भाइ? कहाँ गएको? दुईपल्ट सोधिसक्यो अहिले, झन्डै ठोक्यो म त नि। दाजु यो केटीलाई अटो रेट गर्नुहोस् न। यहाँ छ हाम्रो भाइ हितेश। सेवन छ यहाँ। सेवनको चाहिँ टी सर्ट दामी रहेछ। कुल्स आजको हाम्रो स्पेसल मान्छे आएको छ अल द वे फ्रम लुधियाना, हितेश। यहाँ चाहिँ छ दामी गाडी इसुजु डिम्याक्स। यस्तै छ भ्यू चाहिँ हाम्रो यहाँतिर। अब चाहिँ दिउँसो हेरौँ बेलुका हुनु आँटेको छ। घाम चाहिँ अब सनसेट हुँदैछ यहाँबाट। यस्तै छ हाम्रो यहाँतिरको जग्गा जुगीहरू होइन भाइ? तिमी त आज हिजो आएको है, कस्तो लाग्दैछ नि? यहाँ चाहिँ पार्क बनिँदो रहेछ। 4 पल्ट भयो नि आएको, 5 पल्ट। 4 पल्ट भयो है? 5 पल्ट। एक्जाम सकेर आएको होइन तिमी? हितेश BPO के हो यो? कल सेन्टरमा चाहियो किन अकाउन्टेन्स गर्नु? जबहरूको लागि चाहियो भने यहाँबाट कल गर्नुहोस्, कन्ट्याक्ट एडमिन प्रोफाइल HR जब्स ड्राइभर ठिक हुन्छ ल तिमीलाई। ह्यान्डसम स्यालेरी दिन्छ अरे हो। ह्यान्डसम भाइ, ह्यान्डसमवाला स्यालेरी दिन्छ अरे। चाहियो जसलाई पनि ह्यान्डसम स्यालेरी चाहियो त्यो नम्बरमा कन्ट्याक्ट गर्नुहोस् तपाईँहरू। ऱ्यापिडो गर्दा पनि हुने रहेछ यहाँ। जसलाई घरहरू चाहियो यहाँबाट कन्ट्याक्ट गर्नु सक्नुहुन्छ। अहिले चाहिँ हामी जाँदैछ बजार सब्जी किन्नु। आज चाहिँ मोमो पार्टी हुन आँटेको छ जो कि तपाईँहरू एकछिनबाट देख्छ। एक्साइटेड भाइ मोमो खानु? सेवनको मोमो खानु एक्साइटेड? यहाँ चाहिँ हाम्रो सब्जी मन्डी लागिरहेको हुन्छ तर अहिले चाहिँ छैन। थर्सडे र यो चाहिँ सन्डे होला। हितेश होइन रहेछ यो। हितेश होइन रहेछ। अब चाहिँ किमा भइसक्यो। यहाँ चाहिँ यो चाहिँ अब घरमै गएर बनाउनु पर्छ। सामानहरू किनेर लागेको छु। हितेश भाइले बोकिरहेको छ। अहिलेसम्म त मैले बोकिरहेको थिएँ, अहिले चाहिँ फेरि हितेशले बोकेछ। यस्तो छ भिडियोमा आउनुको लागि चाहिँ सामान बोक्छु अरे। के हुन्छ यस्तो जेनेरेसनको? भाइ तिमी भन्दा नि त मेरो भ्लगमा आएर कस्तो लाग्यो तिमीलाई? यसो जोसमा भन न। आज कपाल काटिरहेको छ है। राम्रै केटीहरू यस्तो खालके केटाहरू मनपर्छ भने चाहिँ
आफ्नो तिम्रो रेज्युमे मलाई दिइराख ल भाइ किन म युट्युबमा अहिले होइन एकछिन केस मिलाइहाल्छु नि म रुममा गएर अन्त ल अहिले मिलाइहाल न अहिले अहिले मिल्दैन नि। अहिले चाहिँ अलिक नुहाएको छैन कि ऊ अब एक नुहाएर चाहिँ हुन्छ है त्यस्तै छ मैले लागिरहेको छ सेवन चाहिँ हाफ पेन्टमै छ होइन त। अलिक सेतै सेतै देखेँ नि मैले नुहाइसक्यो नआफै हो केसै के छ त फेरि पनि अब मात्रै किन 30 रुपियाँ बर्बाद गरेको त्यही त मलाई दिएको भए होइन त्यही त म नुहाइदिन्थिनँ घर चाहिँ देखाइदिन्थेँ घर चाहिँ देखाइदिन्थेँ नुहाउनु चाहिँ नुहाउँथिनँ खानु मन यहाँ चाहिँ क्रिकेट खेल्दो रहेछ यत्रो चिया यहाँ त पराठा मात्रै पाउँछ चिया कसले खायो हो भ्लगमा के भनेको भनेको ए सरी सरी चिया दिएन तिमीलाई दिएर चिया मलाई कहिले देखिन्छ उठ भनेको अन्त टट्टी गर्ने कसले गरिदिने यसको 1 घन्टा त अन्त टोइलेटमै मात्रै लाग्छ अन्त उसलाई त्यस्तै छ जिन्दगी साँच्ची भन त अलिक मिठो लाग्छ होला टोइलेट सुँग्नु के तिम्रो अब अलिक टाइम लाग्छ उयो केटाहरूलाई के साह्रो प्रब्लम होइन हौ, यसको यो टोइलेट जाँदाखेरि त यसको भुँडीमा टट्टी होइन पनि दिनमा तिमी होला। 2 पल्ट जान्छौ होइन अघि पनि जाँदै थियो अन्त टोइलेट सेकेन्ड टाइम है टोइलेट गएको होइन सेवालाई चप्पल माग्दैखेरि मुख धुनु गएको थियो त्यतिखेर हुन्छ हितेश किन भाइ चाहिँ दोकान जाँदैछ यहाँ कुनै के किन्ने अरे हो कुनै के किन्ने अरे म पनि जान्छु ट्राई गर्नु नि यहाँको गोलसुप म पनि ट्राई देख्छु। गर्नु त्यसमा। ढिलाको छ भने चाहिँ नर्दनको 20 रुपियाँ खान्छु। हितेश भाइले चाहिँ मिठाई किन्दैछन् यहाँ अब हामीलाई पनि किनिदिन्छ अरे के कुरा हामीले यहाँ हेर्नुहोस् ड्राई हितेश भाइले किनिदिएको यो चाहिँ थ्याङ्क यू छ हितेश भाइलाई कहाँ भेनिला पो चक्लेट खै देऊ यो यो खालि चक्लेट खानु भ्यानिला मलाई मनपर्छ टाइममा त्यहाँ एउटा खाउँ न त अझै हितेश भाइलाई अझै एउटा के किन्ने अरे म त पछि पछि जाँदैछु हितेश भाइले ब्लग बनाइदिनुको लागि आज मेरो आउटफिट चाहिँ खास भाँडा धुने जस्तो भएको नि छ हामी नर्दनले तेल लाउँदैछ यो चाहिँ हो हाम्रो किटमा 2 किलो मासु हो मैदा अब So this is how we make chutney. मोमोको चटनी हाम्रोमा चाहिँ छैन मिक्सी हामी चाहिँ यसरी बनाउँछ सेवनले लसुन छिल्दैछ अब यो लसुन लगाएर चाहिँ मोमो चाहिँ यस्तो मिठो हुने हो अब चाहिँ मोमो पाक्दैछ तातो तातो मोमो खानुपर्छ यहाँ पाक्दैछ पाकेर राखेको सेवनले चाहिँ भाँडा धुक्कै
भाँडाहरू पनि अब चाहिँ भयो भनिसक्यो भाँडामा त मैलै हुँदैन धुक्कै पखालेको यो चाहिँ हाम्रो डल्ले खोर्सानी अल द वे फ्रम सिक्किमबाट आएको यो चाहिँ पन्जाबको खोर्सानी चाहिँ यतैतिरको कन्ट्याक्ट पेमा स्टुडियो